आजको यस श्रृङ्खलामा मैले कुन राशिलाई कुन बार अशुभ हुन्छ सोको बारेमा जानकारी गराउँदछु। हामीले कुनै पनि जानकारीहरू लिँदाखेरि शास्त्रलाई आधार बनाएर मात्रै ग्रहण गर्नुपर्दछ। त्यसकारण मैले घातबारको बारेमा मुहुर्त चिन्तामणि नामक ग्रन्थलाई आधार बनाएर यहाँहरू समक्ष घातबारको बारेमा छोटो जानकारी गराउन गइरहेको छु। घातबारको सम्बन्धमा मुहुर्त चिन्तामणिमा यसो भनिएको छ। नक्रे भौमो गोहर स्त्रीसु मन्दस चन्द्रो द्वन्द्वेर कोजवेग्यश्च कर्के शुक्र कोदन डालिमीनेसु कुम्भ जुके जीवो घातबारा न सस्ता। अब श्लोकमा बताइए अनुसार श्लोकको म छोटो व्याख्या गर्दछु। नक्र, नक्रको अर्थ हो मकर राशि। गोको अर्थ हो वृष राशि। स्त्री, स्त्रीको अर्थ हो कन्या राशि। हरिको अर्थ हो सिंह राशि। द्वन्द्वको अर्थ हो मिथुन राशि। अजको अर्थ हो मेष राशि। जुकाको अर्थ हो तुला राशि। अलीको अर्थ हो वृश्चिक राशि। कोदण्डको अर्थ हो धनु राशि। राशिका पर्यायवाची शब्दहरूको अर्थ बुझिसकेपछि अब कुन राशिलाई कुन बार घात हुन्छ बुझ्न सजिलो पर्दछ। राशिका पर्यायवाची शब्दहरूको अर्थ बुझिसकेपछि अब हामीलाई श्लोक बुझ्न सजिलो हुन्छ। श्लोकमा राशिलाई अगाडि पछाडि राखिएर बताइएको छ। मैले यहाँहरूलाई बुझ्न सजिलो होस् भन्ने हिसाबले मैले क्रमबद्ध रूपमा जानकारी दिनेछु। जस्तो कि मेष राशिलाई आइतबार अशुभ हुन्छ, वृष राशिलाई शनिबार, मिथुन राशिलाई सोमबार, कर्कट राशिलाई बुधबार, सिंह राशिलाई शनिबार, कन्या राशिलाई शनिबार, तुला राशिलाई बिहीबार, वृश्चिक राशिलाई शुक्रबार, धनु राशिलाई शुक्रबार, मकर राशिलाई मङ्गलबार, कुम्भ राशिलाई बिहीबार र मीन राशिलाई शुक्रबार घात हुन्छ अर्थात् अशुभ हुन्छ। हजुरहरूले यी घात बारहरूलाई मध्यनजर गरी आफ्नो यात्रा तथा कुनै पनि कामहरू घात बार विचार गरेर मात्रै तयारी गर्नु अथवा प्रारम्भ गर्नु लाभदायक देखिन्छ। दर्शकवृन्द, आजको यो जानकारी यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट मार्फत जानकारी दिनुहोला। साथै यो पोस्टलाई एक सेयर अवश्य गर्नुहोस्। धन्यवाद।